हे एउटा औलै नभालाई बेगरी तिउन तरकारी टिप्नी त के गरी खान्छ बेहुलीका दाइ भाइ नि उनका ठेकस त हेर्दै लाग्छ भतुवा चोर डाँडैमा कि शर्मा मान्छे रमा बसेर डाँडैमा ए भने हामीलाई पाता नै कसेर तैँले कुकुर बसे झैँ बसेर हुन्थ्यो टाटु एउटा मन पारे नि ठिक ठिकै छिन छेउछाउको दारे डाँडैमा किन सर मान्छे र माया पसाडैमा जन्ती यतै आकर्षित बनेको यिनलाई एकछिन घर नआऊ भनेको भन्छ डाँडैमा किन शर्म मान्छे र माया के गर्ने हो पार्नलाई मन त पाइट लाउने नि राम्रै छिन्छ न त गाउँछ डाँडैमा किन शर्म मान्छे र मायाले बसाडैमा ए लय बरु ठुली नै लैजा हो यिनको उमेर भा छैन हैजा तिम्री बहिनी भन्थिम भाइ कस्ती छन् अनुहार हेर्दा छिप्पेकी जस्ती छ नाता गोता चिन्दैनौ तोरी हो भान्जी मेरो ठुली छोरी भाइ यस्ता बोली नबोल फेर दै केटी कस्तो थाहा हुन्छ नाके केटा हेल्नीला छैन ल तनौ बल्टामा लागेको थुमा मलाई एउटा औठी नि दिएर जाऊ आमा लय त यसलाई नि लिएर ए आमा लानी छोरो त होइन कालो कुकुर हाम्रोमा फाप्दैन ढुक्कै हुन्थ्यो यहाँबाट चलेसी गर काट्छ कमेरो दलेसी दाइहरूले कुरा त सुन्थ्यो नि बरु बाउलाई नल्याभा हुन्थ्यो नि खान्छ डाँडैमा ए बस भने एक बोतल रौसीमा तीन भाइलाई नै मुख चाडे कौसी ए दिने मान्छे कसरी चिन्नुहुन्छ मिठो खानी लोभैले हिँड्नुहुन्छ ए जानी जान्छन् आउँदिन भन्दैनन् तर यिनलाई कसरी ए यसै गयो टाटेको चोला त मैले लर नहुनी होला हे नबे भयो न केटी भगाइयो बाउ मस्केको देखेरै अगाइयो घाम्छ ए बिकै थिन हाम्रो 4 औँले नि दिन्थ्यौँ हामीले लगे त बाउले नि घाम्छ यो बुढो मान्छे तिम्रो टिन्टाको साँच्चीकै बा हो त झ्याउलाई हामीलाई निस्केर जाओ त घाम्छ डाँडैमा ए जानी बेला थोरै भात खान्द्या ओ जान पर्यो यसलाई नि बान्ध्या उताको नि आउनलाई मान्दैन हाम्रै कुकुर फर्किन जान्दै